यहाँ चाहिँ एकचोटि चिया खान हाम्रो बहिनीको घरमा बसेका छौँ हामी। थाङकोटको फेदमा यहाँ कहाँ हो रे? थाङकोटको फेदमा चन्द्रगिरीको फेदमा उहाँ माथि चाहिँ चन्द्रगिरी हो। चन्द्रगिरी थाङकोट हामी त्यो उकालोबाट चढ्नेछौँ। यो जङ्गलको बाटो के अरे चितलाङ पुग्दैछौँ हामी। On the way to Chitlang. On the way to Chitlang. Hello. उकालो सकेर माथि देउराली डाँडामा गयो। पछि बाटो सकेर बल्ल 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 राम्रो बाटोमा आइपुग्यो। त्यो डाँडा ओह्रालो कम गाह्रो भयो। मजाले खुवाएर हान्छ कहाँ जाने भनेको थियो है? अघि त दिदीले मलाई भाग्यो सबै भागिहाल्यो सबै। चितलाङ बजार आइपुग्यो हामी। बाटो हिँडेर चितलाङ बजार आइपुग्यो। मुस्ताङको याद आयो नेचरलाई? कहाँको याद आएर छ र? मुस्ताङको याद आयो। चाहिँ सिधै भागे चौरीतिर। किन दुईजना मात्रै? हामीले छोडेर भाग्यो दुईजना चाहिँ। अरू त्यहाँ किन झुन्झुको मार्ला मान्छेले? कहाँ जानुभयो तपाईँ? कस्तो भागे भागे गर्ने यार यो दिदीबहिनी। तर यो दुइटा चाहिँ भेटाएको है हामीले। यो दिदीबहिनी दुईजना चाहिँ भेटाएर ल्याएको हामीले। खोइ यता हेर फेरि गरिदिन्छ एकचोटि स्टाइल। भएछ त है हामीले नि पेप्सन त प्रयोग गर्छ। आमा च्याउ के ल्याउनु पर्ने रे? रौसी छ त रौसी। तर मैले सोचेर सोध्दा त त्यो साधा यस्तो भेडा फार्म आयो। भेडा फार्महरू भेडाहरू यस्तो उकालो छ। आमा ओइ त्यता चाहिँ यता संस्वादा आउँछ अझै उयो गरेर आएर थेउ कलो मुसिम। पहिला पहिला एकछिन चुलो हेर्छु म। ल चुलो दे चुलो यो छ भने ल ल ल बस बस सबजना बस्नु है। त्यो अब त तपाईँ त ग्लासको कफी रेडी पार्नु।
को 3 जना म 2 जना बहिनीहरू अर्को 2 जना बहिनी छैन त्यति 3 जना भयो नि बहिनीले यसमा चाहिँ पोज गर्ने ठाउँ हुँदैन क्या हो आनन्दै यसमा पोज गर्ने ठाउँ छैन क्या है छैन हातले खाने हो क्या त्यत्रो पानी छ त तल हातले भने पेपर छ त्यहाँ पुसपास गर्नलाई एउटा त रहेछ चम्चा आमाहरू चाहिँ कहाँको हो र हातले खाने हो आमाहरू पनि हाम्रै त हुने ओ बादर यता हेर्दा किन छ उता छ पारी म लिएर आउँछु म ल्याउँछु के र पैसा त चिउरा लिएर आउँछु ल आमा आसु मेरो प्यारी भान्जी पुष्कर राई त्यो भैया अर्को भैया तिमीहरू हेलो गर्नुहोस् मलाई चाहिँ चिउरा के पनि हाल्नु मासु मात्रै हाल्नु पुरी र मासु पछाडि छ चिम्पान्जीहरू हो अब स्कुटरको चाबी पनि हरायो हामी कसरी आउने हो थाहा भएन यसको चाबी हरायो हाम्रो बिचुवाको भइरहेछ हाम्रो कहाँ अरे यो के यो ठाउँ चाहिँ कहाँ गएर नि अब कफी खान थालेछौँ यो पितुङ बजार रे उहाँकोमा हामी कफी खान आउँदैछ कफी कति पर्छ होला अलिक धेरै महँगो नलिनु होला तपाईँलाई महँगो के लिनु 75 रुपियाँ एउटाको हाम्रो काठमाडौँमा त 20 रुपियाँ पाउँछ त त्यो 20 रुपियाँमा पाउने त्यो प्याकेटको कफी होला तर मेरो चाहिँ स्पेसल कफी हो स्पेसल अर्कै कुकमेन भएछ यहाँ चाहिँ साउ अर्कै हुनुहुँदो रहेछ आज चाहिँ यहाँ यो ठाउँमा चाहिँ अर्कै हुनुहुँदो रहेछ अघि चाहिँ अर्कै हुनुहुन्थ्यो अघि अर्को हुनुहुन्थ्यो है भाइ अहिलेको भन्दा यहाँ चाहिँ अलिक स्पेसल हुन्छ कि के छ महँगो रे पैसा नि 75 रुपियाँ लाएर अघि 20 रुपियाँ खाएको हामीले कहाँ खायो 20 रुपियाँमा स्पेसल चुलो रहेछ उहाँको हामी उहाँ कहाँ खै चुलो महँगो पऱ्यो क्या हो खै उहाँको चाहिँ अन्त कहीँ पाउँछ त झन् मैले यस्तो अनकन्डा ठाउँमा यस्तो सुविधा दिइरहेको छु मान्नु परेन उहाँ चाहिँ तपाईँको गिलास सिलास मान्ने मान्छे हो उहाँ चाहिँ गिलास सिलास मान्ने मान्छे हो हो मेरो भान्जी हो मामालाई सहयोग गर्न पैसा हो क्या ए यता चाहिँ फोहोर टिपेर फाल्ने राखेको क्या हो फाल्ने हो त यो चाहिँ फोहोर फाल्ने गिलास मान्छे मान्छे हो त आमा 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 आभाल ए बुझ्नु खाएको कि क्या हो तपाईँ हिमालतिरबाट झर्नु भयो हो त्यही हो म मान्छे हिमालको मान्छे म हारुनी हो कि चौधरी चौधरी भने हारुनी एउटै होइन ल ल ल आनंद भैया हाँ थारू भाई बोलो एक कॉफी दे दो रुको रुको आनंद भैया कफी दे दो कॉफी दे दो काला खाओ काला
हमको तो सफेद वाला अच्छा लगता है सब तो देखेगा मलाई बेटालाई अच्छा वाला दे दो आज यस्तो गर्नुपर्ने कि? गोर्जो मिचा दोन्दे हो सुब्बै क्या चाय ले लो भाइ चाय 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 गरमा गरम चाय काला चाय 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 ले लो यस्तो यस्तो यसरी नै अच्छा से हाँ भाई हाँ ठीक है भाई मार जल्दी डालो हमको कभी चाहिए भन्न हाँ भाई चाय ले लो चाय चाय गर्मा गरम चाय 3 रुपए सिंका किधर है सिंका क्या दे दे हस्टमा तपाईँ यो घोलेर जान्छ अब हामी चाहिँ कहाँ आइपुग्यो कहाँ आइपुग्यो हामी घर कहाँ गयो हामी कहाँ गएको चिलाङले खाने गएर घर आइपुग्यो घाँसफुस ल हेर त्यहाँ हेर आमा ल बाई बाई केटा